सामान्य सभामुख महोदय, सर्लाही जिल्लाको उत्तरी क्षेत्रका जनताहरू धेरै मार्कामा छन्। त्यहाँ कुनै पनि घटना दुर्घटनाबाट यदि कसैको मृत्यु भयो भने पोस्टमार्टमको लागि सर्लाही सदरमुकाम दक्षिणी बोर्डर क्षेत्रमा चाहिँ जानुपर्ने भएको हुनाले बागमती, हरिओन, लालबन्दी र ईश्वरपुर नगरपालिकाहरूको जनतालाई उचित हुने ठाउँ, सुपुग्ने ठाउँ लालबन्दीमा विशेषज्ञ पोस्टमार्टमको लागि डाक्टर राख्नलाई सभामुख मार्फत म स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउन चाहे। त्यस्तै सभामुख महोदय, सर्लाहीकै चन्द्रनगर 7 मा अवस्थित करिब 52 बिघाको नारी मन ताल, जो ऐतिहासिक ताल हो, जुन 52 बिघाको थियो र हाल अतिक्रमणमा पर्दै गएको छ। त्यहाँ 5-7 वर्ष पहिलासम्म भारत, नेपाल लगायतका हजारौं पर्यटकहरू आएर त्यहाँ पिकनिक र डुङ्गामा खेल्ने काम चाहिँ गर्थ्यो र त्यहाँको मान्छेहरूको राम्रो प्रतिक्रिया किसिमले राम्रो आम्दानीको स्रोत भइरहेको थियो। हाल सो ठाउँमा यो सम्पदाहरू नभएको हुनाले र त्यहाँ भएको सम्पदाहरू पनि सौन्दर्यकरणहरू पनि त्यो हुँदै गएको हुनाले त्यहाँ चाहिँ हाल आएर त्यो एकदम त्यसको अवस्था ठिक छैन सभामुख महोदय। त्यसैले त्यहाँ चाहिँ उचित बजेटको व्यवस्था गर्न म पर्यटन मन्त्रालयलाई सभामुख मार्फत ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य